आज उडाउने आमा हेरे हेरे गर्नु आउँदै सो हेलो गाइज एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। ल आज चाहिँ हाम्रो घरमा हिजो पूजा गरेको थियो अनि त्यही भएर आज चाहिँ प्रसाद खुलाउने दिन दमदम चलिरह। म चाहिँ यता खाजा, मेरो खाजा यही हो, कुखुराको मासु र सेलरोटी। यो चाहिँ हाम्रो सेलरोटी माइजूले बनाउनु भएको। सो लेट्स इट फ्रेस होइन। अनि त्यसपछि बाँकी कुरा फेसबुक हाम्रो हेड सेफ यता चिकन फ्राई गर्दै हुनुहुन्छ हाम्रो हेड सेफज्यू। यता टमाटर सबै रेडी भइसकेको छ। अनि हिजो पूजा गरेर ल्याएको खसी पनि रेडी। त खसी यहाँ छ। वाउ, यो चाहिँ पकाउने छ। खसी जस्तै रहेछ यो त नि त, गना खाने। हाम्रो तलको टोली उहाँ पनि हाम्रो मामा मम्मीजी माइजू। ल यता हेर्नु सेलरोटीको सेफ यो चाहिँ यतापट्टि छ। यस्तो दामी यहाँ उता एक डब्बा बनाएर राखिसक्नु भएको छ। ल खाने भयो थुक्न नि। ल मेरो बुढी चाहिँ के गर्दैछ? मेरो बुढीले हेरेर बस्छ। गुड। ल सबै कुराहरू प्रिपेयर भइसकेछ, जस्ट पकाउन मात्रै बाँकी छ। यो चाहिँ अचारको लागि। र म चाहिँ भर्खर ब्याडमिन्टन खेलेर आएको। हल्का खोकी लगाइरहेको, चिसो लागेको अवस्था भन्नु नि। मौसम त्यस्तै छ, के गर्नु। त्यही भएर अब टाटो सेलरोटी र मासु खाएपछि कुरो मिल्छ। भिडियो नहुन नि यार, भेज यति नहुने हो कि। पहिला नास्ता खाऊँ, यहाँ अरू कुराहरू बन्दैछ है, ब्राउन। अनि त्यसपछि यो पापड। हामी चाहिँ धेरै आइटमहरू बनाउँदैनौँ कहिले पनि। गाइस यो चाहिँ हाम्रो मेरो ठुलो फुपूले ल्याइदिनु भएको दही, प्योर गाउँको छ ज्यादा। यो चाहिँ मेरो ग्लासमा हालिदिनु लाउनुहोस् क्या। यस यस, यस्तो प्योर दही। अब उहाँ खान पाइन्न, त्यही भएर यहीँ हुँदासम्म खाने। अलिकति खाऊ, कस्तो छ? मिठो छ। प्योर हो क्या, कसो अरे लोकल। स्याड मोमेन्ट। मलाई सन्चो भएन है यति भिडियो बनाइसकेर। अनि एकछिनपछि त कस्तो भयो भनौँ न, अनकम्फर्टेबल फिल भयो। अनि त्यस पछाडि गएँ बिस्तारामा, 1 घन्टा जति सुते। अनि त्यसपछि फेरि एक्टिभ भए। ल अब सुरु गरौँ। टु बी कन्टिन्यू होइन, कन्टिन्यू। यताखेरि कपाल सवाल मिलाउनु भएको पुसाइले सबैजनालाई देखाउँछु नि त म। सुन्टाला खाएर आउनु भयो नि त, भात खानु। हजुर उता लुकेको सुबु हेलो भन्देऊ खै, हेलो भनेको खै। आयो अझ छड्के झन् खानु भनेको दिउँसो
त्यहाँ जिब्रोले थाहा भयो रातै भयो जिब्रो ए गर्मीले हो नि त गर्मीले सन्चो होइन गर्मीले हो क्या हाते अघि नै नेपाली यतातिर बोलाउँछ तिमीलाई मुसुक्का पूजा नाच्दिन त अस्ति अस्ति हो त्यही भिडियो हाँस्नु के हो रोज लाग्यो के त ए टुथपिक के कहाँ टुथपिक हो के राख्ने टुथपिक के मुख जाम मामाहरू ठुलालाई भेट्न जाम भनेर गएँ ल कहाँनिर हो त विवाह घर भने त उयो डाँडापारी भन्यो डाँडापारी भनेपछि त अहिले टाढै होला भन्नु सक्छु नि त मैले त ल गाडीमै जाम भयो भनेर गाडीमा बसालेर गएँ ऊ चट्ट टाढै सकेर मास्क लाएर बस्यो यो टिकटक हेरेर बसिरहेको यहाँबाट यसो तल त्यो चोकतिर नपुग्दै ऊ यही हो घर हो गाडी उकालो चढ्ने बित्तिकै आउने बित्तिकै डाँडा भनेको रहेछ 100 मिटर थिएन 50 मिटरको दूरीमा यही भन्छु होइन आज तिमी त टाढा छ भनेको त होइन यही भन्छ टाढा त्यो यहाँ माहा उडाउनु त यहाँ माहा बस उडाउनु यहाँ माहा बोल्नु त्यो त्यो कानमा कोच्नु भयो त्यसले केही पनि सुन्दैन यहाँ बोलेको केही छेड पछाडि मेरो दाइ भाउजू पनि आउनुभयो है त ल हाम्रो चाहिँ परिवारमा खाने भन्दा अरू काम केही छैन नि घुर उता खाना आउने या घुर यता खाना आउने त्यही भएर हाम्रो गला हेरेर त हुन्छ भाउजू त डाइटिङ हुन्छु नि त्यही आज त नो डाइटिङ पिर मानेको छ आज विदेश गएर नेपालीहरू किन दुब्लाउने हेर्छ भने बल्ल थाहा भयो भनेर भाउजूले यता गुरु खाने भने उता खाँदै खाने अब रमाइलो छ आज के हाँसो हो यस्तो राम्रै खाएँ भान्सा गरे त हारो बजे हेरै गर्नुभएको हिँड्दै दिउँसो त आँखा चिम्मो भाँदै गर्दै त्यो स्टिलको गिलासमा दिन्छ त यही हो रमाइलो अनि के भयो हाम्रो मेन कुक है ल खानु है अब खाना खानु यति खायो भने त भाउजू पनि हुनु आजको प्रोग्राम यति नै अब चाहिँ आजको लागि बिदाबादी भइदियो धेरै धेरै धन्यवाद
रमाइलो भयो एकदम भित्र छुट्ने होला थ्याङ्क यू गाइज फर वाचिङ